मास्टर भयो। अब म मास्टर हुँदाखेरि चाहिँ राष्ट्रियताको बारेमा पढाउँथेँ, देशको बारेमा पढाउँथेँ, जनताको बारेमा पढाउँथेँ, संसारमा के भइरहेको त्यो पढाउँथ्यौँ हामीले। हाम्रा विद्यार्थीहरू चाहिँ त्यो सिक्थे। अहिले त त्यो होइन नि। अहिले त सबैको काम के भन्दाखेरि कसरी धन कमाउने, अनि त्यो धन कमाएर यहाँ होइन छोराछोरी राख्ने, सब बाहिर। त्यस्तो समाज सुनियोजित त जब यहाँ उद्योग धन्दा कल कारखाना राम्रो हुन्न, जब यहाँ पढ्ने चाहिँ विद्यालयहरू हुन्न, राम्रो शिक्षा दीक्षा हुन्न, त्यसपछि जानीको दोष त होइन नि। कोही जान्छ आफ्नो जन्मभूमि छोडेर, कोही जान्छ बाध्य भएर। त्यसमा बनाइयो यो वातावरण पुरै सत्तामा शक्तिमा बस्नेहरू र विभिन्न किसिमले जब तपाईँ चाहिँ देशका उद्योग धन्दा कल कारखाना चाहिँ सखा पारियो बेचेर, अनि के आएर बस्ने। अब बाहिर साधारण मान्छेहरू चाहिँ नेपालीहरू काठमाडौँमा कसरी बाँचे होला भन्छु कि मैले।